मिसन त भाइको जुत्ता एक्सचेन्ज गर्ने थियो तर त्यो बहानामा कहाँ कहाँ डुल्यो आजको यो मिनी ब्लगमा। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी सरस्वती राणा। जस्तो कि हिजोको ब्लगमा मैले हजुरहरूलाई भनेको थिएँ जहाँ मेरो भाइको बर्थडे थियो अनि त्यहाँ चाहिँ हामीले गिफ्ट दिएको जुत्ताको साइज चाहिँ एकदमै सानो परेको थियो। यदि हजुरहरूले त्यो ब्लग हेर्नु भएको छैन भने प्लिज गएर हेरिदिनु होला। अनि आज चाहिँ हामीले भन्यौँ त्यो भाइलाई, अब हेर तेरो साइजको हामीले ल्याएको मिल्दैन, त्यही भएर आज त नै हिँड अनि तेरि खुट्टामा नाफेर हेरौँला भनेको थियो। अनि जुन हातमा होल्ड गरेछ नि हामीले त्यही जुत्ता लगेको थियौँ भनेको। अनि त्यही जुत्ता लगिसकेपछि चाहिँ उसलाई भन्यौँ अनि चेन्ज के अरे ट्राई गर भनेर। अनि त्यसले चाहिँ ट्राई गर्यो, फिट भयो। अनि हामीले चाहिँ त्यो फाइनली जुत्ता किनेर चाहिँ बाहिर निस्क्यौँ। अनि बाहिर निस्किसकेपछि चाहिँ अब हजुरहरूलाई एउटा इन्ट्रेस्टिङ ठाउँमा देखाउँछु गाइज। मेरो क्यामेराको क्वालिटी राम्रो नभए पनि तर बिल्लिम ठाउँ चाहिँ एकदमै राम्रो छ। देख्न सक्नुहुन्छ आधा बाटोमा पुगिसक्यौँ। यस्तो राम्रो भ्यू देखिन्छ नि। हामी बस्ने ठाउँदेखि टाढा छ तर हामीले सोच्यौँ कि अब निस्किसकेछौँ, अब निस्किसकेपछि जाम्न त गइदिउँ अनि त्यहाँ गएर हेरौँ भनेर। एकदमै अट्र्याक्टिभ ठाउँ थियो कि त्यो, एकदमै राम्रो। मतलब माथि गएर चिसो चिसो हावा आउने होइन, यस्तो राम्रो ठाउँ थियो नि। हामी चाहिँ फाइनली पुग्यौँ। अनि त्यहाँ चाहिँ राम्रो कुरा के थियो भनेपछि त्यहाँ बस्नुको लागि ठाउँको व्यवस्था पनि थियो कि त्यहाँ चेयरहरू थियो भनेको। हामी चाहिँ खासमा पिपलको रुखको तल बसेर मस्तले भ्यू इन्जोय गर्ने भनेर गएको थियौँ। जस्तो कि अब त्यहाँ पनि अब ठाउँ पुगेन होइन, केही कारणले गर्दा। ठाउँ त थियो तर अलि त्यहाँ हामीहरूको टोली अलि धेरै थियो नि त, त्यही भएर त्यहाँ ठाउँ पुगेन। हामी चाहिँ तल मस्तले कुर्सीहरू राखेर चाहिँ इन्जोय गरिरहेको थियौँ भ्यूहरू। अनि हजुरहरू देख्न सक्नुहुन्छ कति ठुलो पिपलको रुख छ। अनि त्यो पिपलको रुख मात्रै होइन, पिपलको रुखको तल बसेको मान्छेहरू पनि हेर्नु गाइज कति धेरै हुनुहुन्छ। त्यही भएर चाहिँ हामी चाहिँ त्यहाँ नबसेको होइन। अनि त्यही भएर हामी चाहिँ साइडमा बसेको, तर साइडबाट पनि राम्रै देखिरहेको थियो भने हामी चाहिँ बसेर मस्तले इन्जोय गऱ्यौँ। अनि पानी पर्ला जस्तो भयो, त्यही भएर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। अनि त्यहाँ चाहिँ कहाँ डुल्दाखेरि भनेको भोक लाग्यो भनेको। अनि भोक लागेर सानोतिनो रेस्टुरेन्टमा गएको। रेस्टुरेन्टमा भन्दाखेरि पनि जहाँ चाहिँ किमा नुडल्स र लाफिङको आइटमहरू मात्र पाउँथ्यो। अनि हामी चाहिँ गयौँ होइन। अनि हामीले अर्डर गऱ्यौँ। अनि बिल्डिङ गाइज यहाँको लाफिङ किमा नुडल्स एकदम राम्रो हुन्छ भनेको कि। अनि देख्न सक्नुहुन्छ हामीले चाहिँ लाफिङ अगाडि फिनिस गरिसकेको थियौँ। अनि किमा नुडल्स चाहिँ भर्खरै अर्डर आएको थियो। अनि किमा नुडल्स चाहिँ हामीलाई सबैलाई फुल भइसकेको थियो। यति राम्रो, टेस्ट पनि राम्रो, क्वान्टिटी पनि राम्रो होइन। अनि यस्तो तातो गर्मी मौसममा चाहिँ चिसो चिसो आइसक्रिम खानुको आनन्द नै छुट्टै छ। अनि हामी चाहिँ यो आइसक्रिम खाएको आनन्द लाग्छौँ। आजलाई यति नै गाइज, बाइ बाइ, सी यू इन द नेक्स्ट मिनी ब्लग।